हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा हैन। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम बवाल छु। अहिले चाहिँ त्यही हो, आज मेन स्पेशल भनेको मेरो छुट्टीको दिन हो हैन। आज म चाहिँ मेरो बारिस्ताको जर्नीको बारेमा म केही बताउन गइरहेको छु तपाईहरुलाई हैन। भिडियो अन्तिमसम्म हेर्नु होला, हल्का केही लामो पनि बन्न सक्छ भिडियो है त। यसमा चाहिँ मेरो अब एक्सपिरियन्सहरु हरेक कुरा मैले यसमा समेट्ने छु। मलाई चाहिँ हैन फर्स्ट अफ अल अनि मलाई बारिस्तामा आउनु पर्छ भन्ने अब मेरो हैन बचपन देखिबाटै भन्ने हो भने चाहिँ मेरो कहानी धेरै लामो हुन्छ हैन। एउटा अब मुभी नै बन्छ हैन। मेरो जो पहिला मेरो जुन जीवनमा मेरा घटेका घटनाहरु हरेक कुराहरु मेरो धेरै छ है त। अब ती सबै कुराहरु समेट्न सकिदैन, म पोइन्ट बाइ पोइन्टमा कुरा गर्छु, कसरी आए के गरे भन्ने कुरामा हैन। अब मलाई सुरुमा स्टार्टिङमा त अब हैन बारिस्ता भन्ने के हो मलाई के थाहा नै थिएन। बारिस्ता केलाई भन्छ यताउति भन्ने, कफी मैले जिन्दगीमा कहिले खाकै पनि थिएन हैन। कफीको टेस्ट हुन्छ, टेस्टसम्म थाहा नपाएको मान्छे म हैन। म कसरी बारिस्तासम्म आइपुगे भन्ने कुरामा अनि त्यसको बारेमा म आज तपाईहरुलाई डेफिनेसन गर्न जाँदै छु हैन। केहीहरु मैले गरेका मेहनत दुःख संघर्षहरु अनि बताउन गइरहेको छु। अनि स्टार्टिङमा हैन म आउनु भन्दा पहिला चाहिँ लगभग म सँगसँगैका साथीभाइहरु दुई जना अनि नेपाल छोडेर बाहिर आथे। अनि उनीहरुले चाहिँ तिनीहरु भन्थे कि हैन बारिस्ता पनि भन्दैनन्, कफीको काममा जाने हो यताउति भन्थे तिनीहरु हैन। तर अब उनीहरुसँग न ट्रेनिङ पनि थिएन, नलेज पनि केही पनि थिएन। अनि लगभग थियो कि त बाहिरै जाम कि त एक चान्स भन्ने मेरो सोच थियो। अनि उनीहरुबाट सुन्थे मैले, उनीहरु काठमाडौँ गएर इन्टरभ्यु दिएर अनि यताउति फर्किराखेका थिए। मेन पावरले भन्दो रहेछ तिनीहरुलाई यस्तो काममा पठाउँछु उस्तो काममा पठाउँछु भन्दो रहेछ। तर एकजना चाहिँ इलेक्ट्रिकको काममा मलेसिया गएको थिए अनि एकजना चाहिँ मलेसियामै गएको, तर उसको चाहिँ कफी मेकर भनेर चाहिँ उलाई चाहिँ किचनमा हाल्दिएछ, क्लिनरमा हाल्दिएछ हैन। अनि अब उसले अब खुलेर भनेन हैन गइसकेपछि यो काममा छु भनेर, तर किचन हेल्परमा चाहिँ भन्दियो। अनि उसको घरमा चाहिँ उसको बुवा मम्मीहरुले कफीको काममा हो अनि यताउति भन्ने कुरा गर्थे हैन। त्यसपछि अनि मलाई अनि त्यस्तै उ भयो। त्यसपछि अब होला त भन्ने भयो, आफुलाई थाहै थिएन। अब होला त भन्ने हो भने अब आफ्नै धुनमा हिँड्ने काम भइरहेको थियो। अनि एक अचानक अब म बीचमा फेरि इन्डिया गएँ हैन। फ्यामिली बिमारी भएर मैले फ्यामिलीलाई लगेर इन्डियातिर गएँ। अनि बुढीलाई लगेर मैले इन्डियातिर गएँ हैन। इन्डियातिर गएर म 7-8 महिनाको लगभग बसेँ। 7-8 महिनाको बसाइपछि अनि मैले चाहिँ पासपोर्ट चाहिँ मैले अगाडि नै बनाइसकेको थिएँ है त। अनि 7-8 महिना बसेँ। 7-8 महिना बसिसकेपछि घरमा आएँ। घरमा आइसकेपछि अनि म चाहिँ काठमाडौँ लागेँ। मेरो काठमाडौँ जाने सोच के थियो कि काम मिल्यो भनेपछि म त्यतै सेटल हुम्ला भनेर, विदेश आउने भन्ने मेरो प्लान केही पनि थिएन काठमाडौँ आउने बेलासम्म। अनि घरको स्थिति अलि नाजुकै भइसकेको थियो हैन। अब बीचमा लकडाउन लाग्यो, हरेक कुरा गर्दाखेरि घरको स्थिति अलि त्यस्तै भइसकेको थियो। अनि तपाईको मैले त्यो चाहिँ गरे हैन। काठमाडौँ आइसकेपछि अनि हाम्रो अंकल चाहिँ मसाजको काममा यही साउदी अरेबियामा आउनु भएको थियो। मसाजको काममा आइसकेपछि अनि उहाँलाई अब बाहिर आइसकेपछि उहाँलाई अब के नलेज हुँदो हो अब हैन। अनि हाम्रो एउटा मामाले चाहिँ बारिस्ता काम सिकेर अनि त्यही काठमाडौँतिरै बसेर गर्नु भएको रहेछ। अनि मलाई के गर्ने कसो गर्ने, काठमाडौँ आइसकेपछि त अब कसो केही थाहा छैन। फर्स्ट टाइम काठमाडौँ आएको म हैन। यत्रो उमेर भएको म काठमाडौँमा पनि आएको थिएन कहिले पनि, आफ्नै राजधानी ठाउँमा। त्यति बेला आएको। अब अंकल हुनुहुन्थ्यो साथमा, अब बस्ने ठेगान थिएन, केही थिएन यताउति हैन। टेन्सन हुन्थ्यो के गर्ने कसो गर्ने हैन। बाइक किनेर पठाउ गर्ने कि भन्ने लाग्थ्यो, कति बेला के गरौँ भयो। त्यसपछि अब कफीको काम सिकौँ त भन्ने कुरो भयो। अनि अफर पनि चलिरहेको थियो 18,000 रुपैयाँ 45 दिनको कोर्स बेसिक चाहिँ दिइरहेको थियो हैन 18,000 मा। अनि मैले चाहिँ अनि अंकलले पनि भन्नुभयो अब त्यो राम्रो हुन्छ, बाहिर जाने भएपछि त्यो गर, कफी लाइनको राम्रो हुन्छ भन्दै हुनुहुन्थ्यो। अब ठिकै छ नि त, गर्दिम न त के भएर 18,000 भनेको के हो र भन्ने हिसाबले म चाहिँ ट्रेनिङ गरे हैन। तर मैले धेरै मेहनत गरे है त। इन्टरभ्युको क्वेशनहरु मैले अनलाइनमा कति हेरेँ। मेरो बुक थियो हैन, मैले
जिन्दगीमा गरेका मैले जति पनि थिए नि खर्चहरू हरेक कुराहरू मैले बे गरेको अहिले 6-7 वर्ष भयो होइन। सबै मैले त्यहाँ हिसाब किताब लेखेर नभरिएको पाना होइन, मैले बारिस्तामा आउनको लागि मैले त्यति मेहनत गरेको थिएँ होइन। अब दुःख सङ्घर्ष धेरै गरेको थिएँ मैले, एकदमै पढ्ने दिन रातै मैले होइन, क्वेसनहरू भोग्ने, रिपिट गर्ने, फेरि लेख्ने, त्यस्तो गरेर मैले धेरै तयारी गरेको थिएँ। तर जति तयारी गरेको थिएँ त्यो अनुसारको फल र अनि त्यो अनुसारको ऊ पनि भएन होइन, इन्टरभ्यू पनि त्यति खासै टाइट भएन। अनि मैले एकदमै राम्रो तयारी गरेँ अनि ख्यालमै मैले अनि सोचिरहेको थिएँ कि बारिस्ताको ट्रेनिङ सकिसकेपछि म फेरि पुनः घरमा गएँ। घरमा गइसकेपछि दसैँ तिहार आइरहेको थियो अनि दसैँ तिहार मनाएर 1 महिना मनाइसकेपछि सबै दसैँ तिहारको माहौल भ्याइयो। अब त्यसपछि गाउँघरतिर पनि भन्न लाग्यो काठमाडौँ गइस् तैँले के गरिस्, कता के गरिरहेछस्, के सबैले सोध्ने प्रश्न सबैले आउन उठाउन थालिसक्यो होइन। त्यसपछि म चाहिँ वाक्क लाग्यो। अनि त्यसपछि म आएँ काठमाडौँ। फेरि मैले त्यही 20-25 हजार रुपियाँ जस्तै समातेर म फेरि काठमाडौँ आएँ होइन। अनि सर्टिफिकेट लिनु थियो मैले ट्रेनिङको, सर्टिफिकेट लगेँ। अनि मलाई अनि ओजेटिभको लागि मलाई चाहिँ क्याफेमा पठायो होइन। अनि क्याफेमा पठाइसकेपछि क्याफेमा सेलै हुँदो रहेनछ। अनि त्यसपछि त्यहाँ वेटरको काम गर्न पठाइदिनु लाग्यो। त्यसपछि अनि मलाई झ्याउ लाग्यो होइन, मैले 1 दिन पनि गरेन, आधा दिन गरेँ। अब यो पाराले होला जस्तो मानेन मैले, 5-7 हजार दिन्छु भन्ने होइन। अब त्यसमा सब काम गर्नुपर्ने, त्यो भएर पनि अनि मैले अनि झ्याउ लाग्यो होइन। मैले 3-4 घन्टा गरेँ। त्यसपछि चल्दै रुममा आएँ, रुममा चल्दै। त्यसपछि अनि रुममा चलिसकेपछि त्यहाँबाट ब्याक टु फेरि म अनि रुममा चल्दै होइन। त्यसपछि अनि रुममा चलिसकेपछि मलाई झोक चढ्यो होइन। अनि मैले मोबाइल यसो चलाउँदाखेरि 2-3 दिनमै अनि मैले तपाईँको बारिस्ताको लागि डिमान्ड भनेर होइन, अनि 1-2 ठाउँमा 2टा मेन पावरमा गएँ म। पहिलो मेन पावरमा गएँ, त्यहाँ गएर इन्टरभ्यूको लागि गर्दाखेरि अनि डकुमेन्टहरू, एक्सपिरियन्सहरू, यताउति सिभी के चाहिन्छ भनिरहेको थियो। अनि मैले चाहिँ तुरन्त मैले जहाँ ट्रेनिङ गरेको त्यही ठाउँमा गएर मैले सिभीहरू सबै 5,000 रुपियाँ दिएर अनि सिभी सबै बनाइ मागेँ, डकुमेन्टहरू, एक्सपिरियन्स, यताउति सबै सिभी बनाएर मागेँ। त्यसपछि पहिलो म्यान पावरमा गएको थिएँ, त्यहाँ अनि मलाई झ्याउ लाग्यो होइन। अनि मान्छेहरू पनि कोही पनि नै, अनि स्यालेरी पनि 1300 + 300 थियो। अनि इन्टरभ्यू चलिरह बाबु माथि जाऊ भनिरहेको थियो। म त फर्केर आइदिएँ होइन। अब 1 महिना ट्रेनिङ गरेको भरमा होइन, अब कस्तो भइदिने, अब बारिस्ता कफी सपको भने जस्तो डेन्जरै हुन्छ होला भन्ने मलाई लागिरहेको थियो। डरले म गइनँ। अनि सेकेन्ड टाइममा अनि फेरि मैले मोबाइलमा यस्तै फेसबुक स्क्रोल गर्दाखेरि अनि एडमा देखेको थिएँ। त्यसपछि अनि त्यो चाहिँ हाम्रो मेन पावरमा, त्यहाँ अब नाम नभनौँ मेन पावरको होइन, त्यो मेन पावरमा गएको रहेछ। अनि मैले नम्बर, कन्ट्याक्ट, व्हाट्सएपमा अनि सबै मेसेज गरेँ उताबाट, हजुर आहा डिमान्ड राम्रो छ यताउति भन्ने कुरा गरेँ। अनि मैले अनि तपाईँको भिडियो, डकुमेन्टहरू के छ, पासपोर्टहरू सबै पठाउनु पऱ्यो भने मैले उतिखेर मैले गरेको काम गरेको भिडियो यता सब कुरा राम्रो थियो मसँग, सिभी दामी बनाएको थिएँ, मैले सबै पठाइदिएँ होइन। पठाइसकेपछि अनि अलरेडी मेरो सिलेक्सन भइहालेछ। अब त्यहाँ अब होइन ट्रेनिङमा पनि मैले हल्का फुल्का आँटा हानेको थिएँ होइन। टुलिप बनाउँछु भन्दाखेरि मेरो रोजेता भएको थियो, त्यो क्यास हल्लाइदिएर ब्याग तानेर अनि कट गरिदिएको थिएँ। अनि भइहाल्यो क्या, दामी भएको थियो। अनि त्यही सिभी हेरेर अनि मेरो अलरेडी सिलेक्सन भइसकेको रहेछ। अनि म गएँ होइन, इन्टरभ्यूको लागि गएँ। इन्टरभ्यू त्यसपछि अनि दियो, केही सोधेन होइन। म सिधा कुरा भनिदिन्छु होइन, तर नर्मली सोध्छ होइन, भाग्यको कुरा पनि हो। मेरो सिभी राम्रो भएर पनि उसले चाहिँ मेरो गर्न सक्छ होइन, सबैलाई मेरो जस्तै हुन्छ भन्न सकिँदैन होइन। तर मलाई जहाँसम्म सोधेको थियो, वाट इज योर नेम भन्यो होइन, मैले भने माई नेम इज गणेश विक भने। त्यसपछि वाट इज योर एक्सपिरियन्स भन्यो होइन, एक्सपिरियन्स लेभल सोधेँ मलाई होइन। मसँग मैले भने अब मेरो सिभीमा जे छ मैले 2 वर्षको एक्सपिरियन्स छ फ्रम रेडमोड क्याफे भनेर यस्तो भन्दै होइन। मेरो त्यही थियो सर्टिफिकेट। त्यो भनिसकेपछि अनि तिमीलाई के आउँछ भन्ने कुरा गऱ्यो होइन, के बनाउन आउँछ भन्यो। मैले क्यापेचिनो लाटे अनि त्यसपछि यस्तो भने। तर लाइन लाग्नुभन्दा पहिला नै चाहिँ, तर लाइनमै पनि होइन, त्यहाँको स्टाफ आएर, मेन पावरको स्टाफ आएर सोधिरहेको थियो क्वेसनहरू। मैले त्यहाँ पनि बारिस्ताको रुल्स रेगुलर, अब रेस्पोन्सिबिलिटीहरू अनि सब कुराहरू मैले सोधिरहेको थिएँ। मैले सब भनिदिएको थिएँ होइन। त्यति बेला मैले तयारी राम्रो तयारी गरेर गएको थिएँ कि, तयारी मैले एकदमै राम्रो तयारी गरेर गएको थिएँ होइन। त्यसपछि मैले सब भनिदिएको थिएँ। अब अलरेडी पहिल्यै सिलेक्सन गरेर रहेछ, भित्र नामसाम सोध्यो अनि मलाई पठाइदियो है त्यहाँबाट। त्यसपछि म 2 घन्टा वेट गरेँ बाहिर। 2 घन्टा वेट गरिसकेपछि रिजल्ट पनि आयो, पास भएँ म। त्यसपछि पास भइसकेपछि म त्यति बेला एकचोटि आँखाबाट म आँसु नै आएको है, म रोएको है ल।
बारिस्तामा नाम इन्टरभ्यूमा पास हुन बित्तिकै म चाहिँ रोको सम्झेर भएन मैले अनि सम्झेर रोएँ होइन। त्यसपछि अनि मलाई डर लाग्यो मेडिकलको। अब म होइन मेरो पर्सनल चाहिँ म चाहिँ गाउँतिर अब अलिअलि कहिलेकाहीँ उइडोहरू पनि तानिदिन्थेँ क्या। अब यताउति त्यस्तो त्यस्तो अब होइन खाने अब उइटसुट खाने बानी थियो। त्यो भएर पनि मैले चाहिँ डर लागिरहेको थियो कि केही समस्या हुने भन्ने होइन। त्यसपछि मेडिकल चेक गर्नुपर्ने भयो। मेडिकल चेक गरियो। मैले चाहिँ फ्राइडेको मेडिकल चेक गरेँ अनि थर्सडेको नै फ्राइडे सटरडे अनि आउने कुरो भएन, सन्डे चाहिँ भयो। अनि वेटिङ लिस्ट नहुँदाखेरि मलाई चाहिँ एकदमै डर लाग्यो झन्। अब के पो भइदिने यो होइन ठुलै अब रोग देखिएर फेरि सेलेक्सन नभए फेरि तनाव हुने भन्ने अर्कै टेन्सन लाग्यो। पछि मेडिकल गर्दाखेरि पनि तपाईँको मेडिकलमा पनि दामी ऊ आइदियो, रिजल्ट आइदियो होइन। ठिक छ केही छैन समस्या भन्ने कुरा गर्यो, त्यो पनि फिक्स भयो। अनि त्यही दिन अनि बायोमेट्रिक गराउने भनेर त्यहाँ पठाएँ। मलाई एक दिन भयो ठ्याक्कै लाग्यो। सन्डे बिहान गएर मैले रिपोर्ट लिएर आएँ अनि त्यहाँबाटै म अनि पठाउ गरेर खानै नखाएर म गएको। बायोमेट्रिक गर्दाखेरि लक्किली धेरैजना बायोमेट्रिकमा पनि फालिरहेको थियो होइन, फिङ्गरहरू गर्थ्यो। अनि फिङ्गरहरू कसैको सपोर्ट नगरेर अब यहाँ छाला उठ्दै हुन्छ नि त, त्यो भएर पनि धेरैलाई फालेको थियो होइन। मेरो चाहिँ जे पास भयो, फिङ्गर पनि सबै कुराहरू पास भयो। मेरो पनि हल्का उ त भएको थियो तर पनि अनि मेरो चाहिँ बायोमेट्रिक पनि पास गरेर अनि म चाहिँ ब्याक टु रुम आएँ होइन। रुममा आउन पाएको छैन होइन। ल भाइ तयारी भएर बस, तिम्रो सब अलरेडी फिक्स भइसक्यो भनेपछि 2 दिनमा भिजा आउँछ, उड्नुपर्छ, रेडी भएर बस भनिदियो होइन। मलाई चाहिँ महाकसम पारा तात्तियो। अब मेरो सबै कुरा रेडी भइसक्यो भने चाहिँ म घर जाम्ला 1-1.5 महिना 2-3 महिना जति टाइम लाग्छ होला, कफी सम्बन्धी काम भन्ने कुरा गरेर मैले त्यस्तो गरेको थिएँ। अनि हतार गरिदियो मैले। 15 तारिकको डिसेम्बर 15 तारिकको मैले 2024 को डिसेम्बर 15 तारिकको इन्टरभ्यू दिएको। अनि 27 तारिकको म चाहिँ नेपालबाट हिँड्याम होइन। 27 तारिक बिहान हिँड्याम, बेलुका रातिमा यहाँ पठाइदियो पुर्याइदियो होइन मलाई। अनि त्यो गऱ्यो होइन। अनि मेरो 15 तारिक इन्टरभ्यूमा अनि 20-21 तारिक 22 तारिकसम्म मेरो त्यही काठमाडौँमा यताउति गर्दै ठिकै भएको थियो। पछि अनि मलाई घर जानु पर्यो, फ्यामिलीसँग भेट्नु पर्यो भन्ने कुराले म चाहिँ एकदम टेन्सन चिन्तित थिएँ। अनि जे सक्दो मैले घरमा गएँ होइन। गयो जान एक दिन गएँ, बसेँ, बाटोबाटै फर्किनु पर्यो भनिरहेको थियो तर ठिकै छ भन्ने कुरा भएर अनि घरसम्म पुगेर आएँ। जान दिन बसेँ, त्यहाँ भोलिपल्ट रिटर्न भएँ ब्याक टु। अनि 27 डिसेम्बर 27 तारिक 2024 म चाहिँ नेपालबाट साउदीको लागि निस्किएको थिएँ होइन। अब अहिले चाहिँ मेरो लगभग 17 महिना भयो, पुरा हुन्छ अब 17 महिना मेरो। अब रहेको छ 5-6 महिना छ है। अनि मैले अझै पनि सोचिन सकिरहेको छैन कि होइन अब बस्ने कि जाने भन्ने कुराहरू होइन। अनि अब खासै अब त्यस्तो खतरा पनि कमाइया छैन होइन, तर कमाइ राम्रै छ होइन। कम्पनीको हाम्रो कम्पनीमा जस ठिकठाकै पहिलो चान्स आएको, सबै कुराहरू सेवा सुविधाहरू अब बचत पनि राम्रै भए भनौँ। 70-80 हजार रुपियाँ बचाइन्छ महिनाको। अब आइफोन लिएँ, ल्यापटप लगेँ, अब 3-4 लाख रुपियाँ जति बुवा मम्मीलाई 2.5-3 लाखसम्म बुवा मम्मीको लागि हेल्प दिएँ मैले। लगभग 2-2.5 लाख जति मैले घरतिर गरेको छु, बचत गरेको छु संस्थातिर, 3-4वटा संस्थातिर होइन। अनि त्यसपछि एउटा आइफोन लगेँ लगभग 80-90 हजारको। त्यसपछि एउटा 60-70 हजारको ल्यापटप लगेको छु होइन। अनि फोन छन् 2टा, अनि माइकहरू छ, यो गर्ने भिडियो बनाउनको लागि मैले माइक लगेँ। अनि एउटा स्ट्यान्ड लगाएको छु होइन। अब एउटा गोप्रो पनि लिने भन्ने प्लानिङ छ। अब हेर्दै जाऊँ कस्तो हुन्छ। घर जाने बेला छन्, 6-7 महिना छन्, अब बचत पनि गरौँ कि भन्ने जस्तो लागिरहेछ होइन। अब फेरि मैले छोरीलाई पढाउन हालेको छु काठमाडौँमा, एक दिन भर पठाएको छु। अब भाइ जापानिज पढ्ने भनेर काठमाडौँमा छ, अब तिनीहरू सबैलाई हेर्नुपर्ने छ है। अब त्यो भएको कारणले गर्दाखेरि अब ब्याक टु नेपाल गएर केही गर्ने कि भन्ने सोचिरहेको छु होइन। अब यतै बस्ने कि भन्ने सोचिरहेको छु। अब 5-6 महिना छन् होइन। अब त्यति बेलासम्म अब बस्नु पर्यो, गर्नु पर्यो। अब त्यति बेलासम्म केही प्लानिङ गरौँला भन्ने सोचिरहेको छु होइन। अब त्यही हो होइन, मेरो अब बारिस्ता जोर्नीहरू त्यस्तै छ। अब
म छिटै Q&A भिडियो पनि लिएर आउने छु हैन तपाईहरुको साथ सपोर्ट पाएँ भनेपछि र साथ सपोर्ट राम्रो मिल्यो भनेपछि अब भिडियो अलि लामो भयो जस्तो छ अब आजको भिडियोलाई चाहिँ यति नै हैन अन्त्य गरौँ है त भिडियो कस्तो लाग्यो मन पर्यो भनेपछि यसो सब्स्क्राइब गरिदिनु होला हैन सपोर्ट गरिदिनु होला भन्न चाहन्छु अब भिडियो चाहिँ राम्रो भिडियोहरु आउने नै छन् है त अब बारिस्ता मात्रै नभएर म भोलि बिहान हैन अब यत्रो वर्ष बारिस्ता गरे मैले अब भोलि बिहान म यहाँ नेपाल गएर पनि अरु केही गर्न सक्छु सबै कुराहरु मैले जे गर्छु जस्तो गर्छु मेरो डेली लाइफहरु हैन भ्लगमा उतार्ने छु अनि भोलि बिहान अब सफल भए पनि असफल नभए पनि तपाईहरुले मेरो भिडियोबाट केही तपाईहरुले ज्ञान प्राप्त गर्नुहुनेछ के ज्ञान दिने कोसिस गर्ने छु हैन म केही तपाईहरुलाई हेल्प सपोर्टहरु गर्ने छु भन्न चाहन्छु हैन त्यही हो ल माया छ सबैजनालाई आजलाई यति नै है त धन्यवाद सबै